तन्त्रको कुरा होस्, रोजगारीको कुरा होस् कि यो गएको चैत महिना मात्रै भनौँ न 55,000 भन्दा बेसी मानिसहरूले श्रम स्वीकृति लिए भनेको 18 वर्ष उमेर पुरा गरेको 50 वर्ष नलागेका युवाहरू देश छोड्नको लागि तयार भए। यो एउटा उदाहरण मात्रै हो देश कस्तो भयावह स्थितिबाट गुजिराखेको छ भन्ने कुरा। म युवाहरूलाई आग्रह गर्न चाहन्छु, केवल मधेसको मात्र होइन देशका युवाहरूलाई आग्रह गर्न चाहन्छु, यही व्यवस्था, यही पार्टीहरू र यही नेतृत्वबाट यो देश बन्नेवाला छैन। हामीले यो पार्टी नेताहरू मात्रै होइन यो व्यवस्थामा समेत परिवर्तन नगरिकन हाम्रो अवस्थामा परिवर्तन गर्न सक्दैनौँ। नेपालको राजनीतिमा एउटै मात्रै पार्टी छ जसले यो नेतृत्व, यो पार्टीहरू र यो व्यवस्थाको समेत परिवर्तन गरेर देशको अवस्थामा परिवर्तन गर्नुपर्छ भनेर हिँडेको छ। त्यो राष्ट्रिय प्रजातन्त्र पार्टी हो। राष्ट्रिय प्रजातन्त्र पार्टीमा आम युवाहरूलाई गोलबद्ध हुन हार्दिक आग्रह गर्छु। कार्यकर्ता भेला गरेर के गर्न खोज्नु भएको? यो 12 को चुनाव लगत्तै होइन, अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीले नियमित रूपमा देशव्यापी रूपमै यस प्रकार प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेलाहरूको आयोजना गरिराखेको छ। त्यही सन्दर्भमा हामी प्रदेशदेखि यो अगुवा कार्यकर्ता भेलामा आएका छौँ। हामीले गर्न खोजेको के हो भन्दाखेरि विगतका कमी कमजोरीहरूको समीक्षा गर्ने र आगामी दिनमा सङ्गठनलाई बलियो बनाएर लाने, सङ्गठनलाई जनताको घर दैलोसम्म पुर्याउने यही उद्देश्यका साथ नेपाल सरकारको अहिले जुन सत्तारूढ गठबन्धन दल छ त्यो ढल छ नेकपा एमाले, राप्रपा, जसपा, रासपा यिनीहरू मिलेर सरकार गठन गर्छन् भनेर यसरी चर्चा सुरु भइसकेको छ। हामी अस्थिरताको कारण बन्न चाहन्नौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी त्यस प्रकारको कुनै खेलमा सामेल छैन र यस प्रकारको कुनै कुरा मैले सुनेको पनि छैन। तपाईँले सोध्नुभयो, सुने र राष्ट्रिय प्रजातन्त्र पार्टी अहिले त्यसको संलग्न छैन। यो मध्य प्रदेशमा तपाईँको पार्टी पछिल्लो समय निकै नै कमजोर हुँदै गएको छ। उम्मेदवार पनि खडा गर्न सकेका छैन विभिन्न जिल्लामा। अब आगामी हिसाबले तपाईँको राप्रपाको स्वरूप कसरी हुन्छ? तपाईँ आइसकेपछि नयाँ युथहरू पनि जोडिनु भयो। राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि असाध्यै उर्वर जिल्ला हो मध्य प्रदेश, तर हामीले ठिक ढङ्गले सङ्गठन गर्न नसक्दाखेरि र खास गरी हिन्दुत्वमा विश्वास गर्ने आम मतदातालाई हामीले लिएको मुद्दाको बारेमा राम्रोसँग बुझाउन नसक्दाखेरि हामीले अपेक्षाकृत परिणाम प्राप्त गर्न सकेनौँ। सङ्गठन बलियो नबनाएको कारणले गर्दाखेरि हामीले उम्मेदवार पनि सबै ठाउँमा उठाउन सकेनौँ। त्यसको कारण हामीले राम्रो परिणाम प्राप्त गर्न सकेनौँ। तर मधेसमा राप्रपाको भविष्य राम्रो छ र आगामी दिनमा मधेसको मतदातासँग हामी यहाँका समस्यासँग गाँसिएर सँगसँगै जान्छौँ र मधेसमा राष्ट्रिय प्रजातन्त्र पार्टीलाई 1 नम्बर पार्टी बनाउँछौँ। सरकारबाट एमाले निस्किँदाखेरि तपाईँहरू पनि निस्किनु भयो? एमाले निस्केर होइन, राप्रपा निस्केपछि एमाले निस्क्यो, भ्रममा पर्नु।